बाउ थियो ईश्वरजी, आमा थियो देउता, जितनारायणको छोरो म कान्छीपट्टि एउटा, थिनु त अर्को थियो अलि लाटो भयो, अर्को पनि जन्म भएको थियो जङ्गलतिर गयो। मेरो पनि विवाह भयो आफ्नै गाउँबाट, सबैभन्दा जेठो म यो बहिनी 4वटा, साइली बहिनी कान्द्राङ पुगे माइली कालीमाटी, जेठी पुगे स्याउली बजार कान्छी फिलिङमाथि। 2 भाइ छोरो भयो मेरो, 2 बहिनी छोरी, एउटा चाहिँ काली बहिनी एउटा अलि गोरी। थिनु त मेरो छोरी अर्को पनि थियो, 46को असारमा चरौँदीमा गयो। उपचार गर्दा गर्दै मेरो छोरी बित्यो, बिनीघाटको हस्पिटल त्यो बेलामा त्यहीँ थियो। छोरी मेरो बिति गयो, आमा मुर्छा पर्यो, चरौँदीको भाइ साथीले हेर विचार गर्यो। त्यो ठाउँको भाइ साथी रहेछन् सबै बाटो, कोहीले ल्याइदियो धान चामल, कोहीले ल्याइदियो माटो, कोहीले ल्याइदियो जौतिल घिउ, कोहीले ल्याइदियो पानी। कठैभरि बिचारा गयो तिम्रो नानी। आफ्नै गाउँको विद्यार्थीले त्यहीँ गरेको थियो डेरा, छोरी मेरो राम्रै थियो गयो कतिखेर। 1 वर्षको छोरी मैले मार्नु पर्यो आशा, भतिजा र भाइ भान्जी भई फाल्यो लास। 46को असार महिना 8 गतेको दिन, वस्तु छोड्नु नपाउने म चाहिँ गएको थिइनँ। धामी झाँक्री डाक्टर उयो कसले के वो गर्छ, नमर्नेलाई पाएदेखि कलको भारो टार्छ। 2 दिनको अघि पछि उयो हाम्रो बाटो, केही दिनपछि जौल्या पायो एउटा गएको साटो। जोगीमारा धादिङ जिल्ला भारपुङ मेरो घर, भोलाला नाम मेरो श्रेष्ठ ऊ थर। 2009 साल साउनको जन्म, मैले यति भनिदिएँ कस्तो लाग्यो मनमा। हस्त धन्यवाद।